उहाँको नाउँलाई उचाल्नेछु आमेन हालेलुया हुन्छ अलिकति साउन्ड मिलाएको है हुन्छ हामी परमेश्वरको नाउँलाई हामी उचाल्नेछौँ हामी प्रशंसाभित्र हामी गइरहेको छौँ अनि विशेष गरी हिजो चाहिँ मैले कस्तो खालको सोच्दै थिएँ भने नि म जब आराधनामा जब म अगाडि आउँछु नि है मेरो एउटै प्रार्थना हुन्छ है आराधना चाहिँ एकदम सक्सेस गर्ने क्या फर्स्ट टु लास्ट एउटा नबिग्री जाओस् भन्छु है अनि धेरैचोटि चाहिँ पहिला चाहिँ म कसरी गर्थेँ भन्नुहोस् त जस्तो पाएँ त्यस्तै आराधना क्या चल्छ भन्ने क्या भइरहेको छ त मिलिरहेको छ त भन्ने टाइपको मलाई जे गीत गर्दा मिलिरहेको छ है स्वर पनि मिलिरहेको छ गिटार पनि मिलिरहेको छ तर म खालि मिलेर हुँदैन रहेछ है हाम्रो सम्पूर्ण वर्शिप टिम चाहिँ मिलेको हुनु पर्दो रहेछ है हामी सम्पूर्ण मिलेर आराधना गर्दाखेरि चाहिँ परमेश्वरलाई अझै धेरै मजा आउँदो रहेछ है हामी मैले सिङ्गलै उहाँलाई उचालेर पनि हुँदैन तपाईँहरू सबैले यहाँ उचाल्नु भयो भने चाहिँ हाम्रो परमेश्वरको नाम अझै धेरै उच्चको हुन्छ आमेन अनि हामी जब प्रशंसा गर्छौँ जब प्रशंसा सकिन्छ नि हामीलाई केही न केही गरेको जस्तै चाहिँ होस् न हाम्रो जीवनमा है केही न केही चाहिँ गरेको छु केही न केही चाहिँ आज चाहिँ गरेँ भन्ने चाहिँ होस् है आमेन हामी पुरा आफ्नो हातहरू उचाल्दै आफ्नो स्वरहरूलाई उच्चको पार्दै परमेश्वरलाई महिमा दिनेछौँ हालेलुया हालेलुया स्वर उच्च पार्यो हालेलुया हुन्छ हामी यो भजन गाउनेछौँ मैं गाऊंगा
प्रशंसा अझै सकेको छैन है अझै उहाँको नाउँलाई उचाल्नेछौँ हामी यसरी नै हामी चौरको स्वरमा उहाँको नाउँलाई उचाल्नेछौँ हामी जानेको भजन गाउनेछौँ हरियो खड्कामा सबैले आफ्नो शिरहरूलाई निहुराइकन उहाँको नाउँलाई हामी उचाल्नेछौँ, हामी आराधना गर्नेछौँ। आउनुहोस् न यसरी तपाईहरु सबैले आफ्नो हृदयलाई आफ्नो विचारलाई हामी शान्त गराउँदै हामी उहाँको नाउँलाई उचाल्नेछौँ। तपाईको उपस्थितिभित्र आउँछौँ, तपाईको उपस्थितिभित्र यसरी हामी आउँछौँ लर्ड। तपाईको शान्तिको उपस्थितिभित्र आउँछौँ, तपाईको छुटकाराको उपस्थितिभित्र आउँछौँ। तपाईको नाउँलाई उचाल्नको निम्ति प्रभु हामी तपाईको नजिक आउँछौँ। थ्याङ्क यू लर्ड। प्रभु तपाईँ बातचित गर्नुहोस्। आउनुहोस् हाम्रो शब्दहरूले उहाँको नाउँलाई उचालौँ, हाम्रो शब्दहरूले उहाँको नाउँलाई उचालौँ, उहाँको कार्यको वर्णन गर्दै उहाँलाई महिमा प्रशंसा गर्दै आउनुहोस्। यसमै उहाँको नाउँलाई उचालौँ हामी।
सबैले आफ्नो मुखलाई उछालेर आफ्नो स्वरलाई खोलेर आउनु सुहाको नाउँलाई हामी उछालेछौँ जीवित परमेश्वरको नाउँलाई हामी उछालेछौँ ओ योग्य तपाईँ ओ महिमाको परमेश्वर प्रभु तपाईँ ओ तपाईँको नाउँलाई प्रभु हामी उछाल्छौँ तपाईँको नाउँलाई हामी प्रशंसा प्रभु हामी गर्छौँ ओ मुखलाई खोलाउन हामी सबैले आफ्नो मुखलाई खोल्नेछौँ हामी धन्यवाद दिँदै उहाँको उपस्थितिमा हामी बस्नेछौँ यस समय कसैको स्वरहरू चुप नभएको होस् यस समय हामी कहिले पनि चुप बस्ने छैनौँ आउनुहोस् न यस समय हामी सबैले आफ्नो मुखलाई खोल्दै उहाँलाई धन्यवाद दिँदै उपस्थितिमा बस्छौँ जब हामी उहाँसँग बातचित गर्न आउँछौँ भने हामीसित बातचित गर्नुहुन्छ तपाईँ रेडियो होस् यस समय बातचित गर्नको निम्ति ओ यस लर्ड हामी बातचित गर्नको निम्ति प्रभु हामी आएका छौँ हाम्रो स्वरलाई प्रभु हामी खोल्छौँ हाम्रो विचारहरूलाई प्रभु हामी खोली मान्छौँ हाम्रो हृदयहरूलाई यस समय हामी खोली मान्छौँ लर्ड यस जिजस तपाईँ सिद्ध परमेश्वर हुनुहुन्छ ओ तपाईँ प्रेमी परमेश्वर हुनुहुन्छ ओ तपाईँको वचनले भन्छ तपाईँ सिद्ध परमेश्वर प्रभु तपाईँ हुनुहुन्छ तपाईँको वचन आज प्रमाणित भएको छ प्रभु तपाईँमा विश्वास गर्नेहरूको ठाउँ प्रभु तपाईँ हुनुहुन्छ तपाईँको वचनले भन्दछ साँच्चै नै प्रभु यस समय आउँछ हामी सिद्ध परमेश्वरको अघि यस समय ल्याउँछौँ Sita Yesu
अनन्त जीवन दिनुहुने परमेश्वर हुनुहुन्छ तपाईँ सिद्ध हुनुहुन्छ प्रभु तपाईँ सिद्ध प्रभु हुनुहुन्छ तपाईँ सिद्ध परमेश्वर हुनुहुन्छ तपाईँमा कुनै पनि घटी कमी छैन प्रभु धेरैचोटि हामी सोच्छौँ होला प्रभु तपाईँ बातचित गर्नुहुन्न धेरैचोटि हामीलाई लाग्छ होला प्रभु हाम्रो जीवनमा तपाईँ कार्य गर्नुहुन्न भनेर तर प्रभु तपाईँ सिद्ध परमेश्वर हुनुहुन्छ तपाईँ कार्य गर्नुहुने परमेश्वर हुनुहुन्छ तपाईँमा अझै पनि प्रभु त्यो शक्ति अनि सामर्थ्य छ प्रभु हाम्रो जीवनलाई परिवर्तन गर्ने त्यो शक्ति हाम्रो जीवनलाई परिवर्तन गर्ने त्यो शक्ति प्रभु तपाईँमा अझै पनि छ प्रभु तपाईँ सिद्ध हुनुहुन्छ प्रभु हाम्रो समस्यालाई समाधान गर्नुहुने प्रभु योग्यको परमेश्वर प्रभु तपाईँ हुनुहुन्छ प्रभु तपाईँ योग्यको हुनुहुन्छ थ्याङ्क यू लर्ड सिद्ध परमेश्वर प्रभु तपाईँ हुनुहुन्छ थ्याङ्क यू लर्ड प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ साँच्चै नै प्रभु तपाईँ फेरि पनि हाम्रो माझमा प्रभु तपाईँ उछालिनु भएको छ आज हाम्रो स्तुति महिमा प्रशंसा आराधनाबाट प्रभु तपाईँ उछालिनु भएको छ तपाईँ महिमित प्रभु बन्न भएको छ हामी विश्वास गर्छौँ परमेश्वर आज हाम्रो आराधनाको भेटीलाई प्रभु तपाईँले ग्रहण गर्न भएको छ हाम्रो सबै प्रार्थना अर्जी विधिहरूलाई प्रभु तपाईँले ग्रहण गर्न भएको छ थ्याङ्क यू लर्ड प्रभु आज हाम्रो जीवनमा बातचित गर्न भएको निम्ति हाम्रो जीवनमा फेरि पनि नयाँ ताजापन प्रभु तपाईँले दिनुभएको निम्ति हामी तपाईँलाई धन्यवाद दिन्छौँ र भाग प्रभु तपाईँको हातमा जिम्मा दिन्छौँ सुरुदेखि अन्तसम्म प्रभु अझै धेरै तपाईँको अगुवाई शक्ति सामर्थ्यलाई माग्दै बिन्ती माग्दछौँ येशू ख्रीष्टको उच्च अनि पवित्र नाममा